UK07 राइडरको चाहिँ भ्लग कसले हेर्नुहुन्छ? म चाहिँ एकदमै हेर्छु होइन। म अगाडिदेखि नै भ्लगहरू उसको एकदमै हेर्ने मान्छे हो। अनि त्यो नेपाली केटीसँग लभ पर्दादेखिको सबै भ्लगहरू अगाडिदेखिको म हेर्ने मान्छे होइन। मलाई एकदमै मनपर्ने मान्छे पनि हो एकदमै उसले। अनि रितिका भन्ने केटीसँग लभ परेको होइन। अनि लभ परेर बिहे भएको, उसको फ्यामिलीले उसलाई साथ नदिएको होइन। अनि सबै भिडियोहरू हेरिन्थ्यो उसले दुःख पीडा पोखेको। अनि ऊ एक्सिडेन्ट पुगिन्जेलसम्मको भिडियोहरू कति धेरै हेरिन्थ्यो होइन। हेरिन्थ्यो अनि कति चित्त दुखेर आउँथ्यो क्या। आफ्नो फ्यामिलीले पनि यस्तो गर्छ, त्यही पनि आफ्नो बाबा आमाले पनि यस्तो गर्नुहुन्छ भन्ने। उसको फ्यामिलीमा त उसको बाबा आमा अनि उसको भाइ अनि ऊ मात्रै हो नि त होइन। अनि उसको फ्यामिलीले चाहिँ कति धेरै घृणा गरेको उसलाई होइन। अनि अहिलेको जमानामा चाहिँ के हुँदो रहेछ भने कमाएर खान दिइन्जेल बाउआमा पनि मस्त खाँदा रहेछन् अनि म्याउ म्याउ गर्दा रहेछन् होइन। अनि उसकोबाट सिकेको कुरा, पाठ सिकेको कुरा है। अनि बाउआमाले चाहिँ जुन छोरो कमाउने छैन, कमाउने छोरोलाई चाहिँ धुत्ने छैन भनेर देखाउने, अनि नकमाउने छोरोलाई चाहिँ जमाएर राखिदिने। अहिलेको जमानामा ठ्याक्कै त्यही आयो। त्यस्तै नै भएको छ UK07 राइडरको होइन। अनि अहिले उसँग केही छैन। उसँग बस श्रीमती अनि उसको बच्चा अनि त्यस पछाडि उसको ससुरालीको फ्यामिलीदेखि बाहेक उसँग छैन, केही पनि छैन होइन। उसले भनेको छ नि त, केही पनि छैन मसँग, जिरो लेभलदेखि। उसलाई ससुरालीमा एउटा कोठो दिएको छ होइन। उसको श्रीमती, उसको बच्चा अनि ऊ छन् होइन। अनि उसको ससुरालीमा बसिरहेको छ। कतिसम्म घटिया परिवार हुँदो रहेछ कसैको त नि खाइन्जेल र लु अहिले पनि कतिको फ्यामिलीमा त्यस्तो छ नि त, कमाएर दिउन्जेल कमाउने छोराको धुत्ने अनि के अरे नकमाउने छोरालाई चाहिँ भरिपूर्ण पारिदिने। खालि त्यसलाई त मलाई दिँदैन, त्यसको त केही आश गर्नु भन्ने। अनि कमाउने छोरोले चाहिँ धुते गर्ने क्या कमाउने छोरोको चाहिँ। अनि सेम त्यस्तै नि क्या, सेम UK07 राइडरको एकदमै त्यही भइरहेको हो। त्यो भएको कारणले चाहिँ म चाहिँ सबैलाई के भन्छु भने, ज्वाइँलाई एकदमै प्यारो गर्छन्, छोरीको लागि छोरीले दुःख पाउँछ भनेर एकदमै प्यारो गर्छन् क्या। माया भइसकेको हुन्छ, एउटा छोराको जति माया बसिसकेको हुन्छ छोरीले बिहे गरिसकिसकेपछि त्यो ज्वाइँको होइन। तर आफ्नो बाउआमा कतिसम्म पापी हुन्छन् त्यो बुहारीलाई मनै पराउँदैनन् क्या, मनै पराउँदैनन्। अनि आफ्नो छोराको घर बसोस् भनेर त बुहारीलाई माया गर्नुपर्ने हो नि त। तर ससुरालीमा चाहिँ के सोच्छन् भने मेरो छोरीको घरबार नबिग्रियोस् भनेर चाहिँ ज्वाइँलाई र छोरीलाई चाहिँ छातीमा टसाएर राखेका हुन्छन्। तर छोरापट्टिको परिवारले चाहिँ के अरे यो नभए अर्की बिहे गर्छन् मेरो छोराले भनेर कतिवटा परिवार लथालिङ्ग बनाइदिएको हुन्छ क्या। त्यो भएको कारणले चाहिँ बेलैमा आफ्नो बाउआमालाई बुझ्ने, आफ्नो बाउआमाको माया हुन्छ, साइड लागेर एकतिर बस्ने, आफ्नो गरी खाने क्या। आफ्नो घर परिवारले गर्दाखेरि आफ्नो बसेको परिवार, आफ्नो बसेको बुढी, आफ्नो सन्तान चाहिँ नबिग्रियोस् क्या। म चाहिँ यही भन्छु है त।